Zampo, namaste and welcome back to Punam's vlog once again. So आज पनि I'm going outside. So तपाईहरु पनि मसँग हेर्दै जानु होला. मेरो अनुहार चाहिँ इग्नोर गर्नु होला because I got big scar on my nose. It's not a scar actually. यो चाहिँ मेरो sunburn from last week that still then it's not going. तर केही छैन. I don't care. Guys, म चाहिँ बाहिर निस्केको थिए है. अनि एक ठाउँ आएको त मैले यो कति राम्रो फुल देखे. I really like it. So I am going from town. Now I plan to go to Ecological Park. From here, it will take around 30 or 45 minutes. आउनु त आए हैन guys. तर I think म पहिला आएको हैन 1.5 year ago आएको बहिनीसँग बाटो भुले जस्तो लाग्यो अब कहाँबाट होला मैले बाटो भुल्छु मेरो म्याप एकदम म्यापिङ सिस्टम एकदम 0 है गाइस अब बाटो भुले जस्तो लाग्यो मलाई कहाँबाट जाउँ यताबाट त यताबाटै हो है बट धेरै नै हिँड्नुपर्छ यसरी बोल्दै बोल्दै एक्लै पक्ने जस्तो हिँड्दा त मै मात्र होला हो ढेन्टरा म यहाँ निस्के मैले बाटो बिर्सेको छैन रहेछ यहाँबाट उकाल जानुपर्ने हो ढेन्टरा I think it is from here. यताबाट होला है बिर्से हो बाटो अपुइ के लेखेको यस्तो I love you dash हो रहेछ I nearly forgot the way है yes it's from here this is underway guys I came from there अनि यहाँ आइपुगे I came from ground अनि यहाँ आइपुगे अब I'll go to Ecological Park, but I don't know. जानिदिन्छ दिँदैन म यत्रो धेरै हिँडेर है डरेर नि कस्तो भइसक्यो आमा सो म चाहिँ यहाँ आइपुग्दा हैन यहाँ यता भित्र चाहिँ क्याम्प छ कि क्या हो कस्तो मेरो मम्मीले पकाउनु भएको सब्जी जस्तै गनायो मम्मी तपाईले मेरो ब्लग हेर्नुहुन्छ मलाई थाहा छ यहाँ आइपुग्दा मलाई तपाईले पकाएको सब्जी जस्तै गनायो आई मिस यु मेरो मम्मी यहाँ न तपाईको छोरी कहाँ जाँदैछ एक्लै तर नडराउनुस् ल म जंगलमा गएको होइन म पार्क घुम्नु गएको म कतिचोटि यो सिम्पली भुटान भन्नेमा आए है यसको अगाडि भनेको बट मलाई I never knew that यो चाहिँ एउटा म्युजियम जस्तो हो क्या भुटानको हो रहेछ म्युजियम जस्तो हैन अनि यहाँ चाहिँ भुटानको कल्चर सबै हेर्न सक्नुहुन्छ मोस्टली यहाँ चाहिँ के हुन्छ भनेदेखि टुरिस्टहरु भिजिट गर्न आउँछ दिस इज वान अफ द मोस्ट के भन्नु इम्पोर्टेन्ट फर भुटान एन्ड टुरिस्ट एज वेल किनकि टुरिस्टहरुले पनि त यही ठाउँमा आएर हैन टुरिस्टको गाडीहरु कति छ है इट्स अ टुरिस्ट स्पट उनीहरुले यहाँ आएर कति थाहा हुन्छ है भुटान यस्तो रहेछ उस्तो रहेछ भनेर ओ माय गॉड Dentara guys, Thimphu Ecological Park. I finally reached here in the Ecological Park. Haha, कतिखेर देखाउनु है पहिलाको मेरो ब्लगमा नि छ सो यो चेन्ज चाहिँ सहिले नै राखेको हुन्छ I don't know the reason behind it तर म भित्र जान्छु Dentara वाओ म चाहिँ टेम्पलमा आएँ गाइस ओ माय गॉड कस्तो गर्मी कति धेरै गर्मी सो गाइस सिम्पली भुटान भन्ने चाहिँ त्यो हो हैन उयो अनि बसेसहरु यति धेरै छ टुरिस्टको है अनि म घुम्ने चाहिँ यहाँ हरियाली बट आइ एम स्केयर्ड आज चाहिँ मलाई खासै धेरै तर उता घुम्नु चाहिँ मन छैन है बिकज आइ एम स्केयर्ड अफ स्नेक्स अहिले त सर्पहरु आउँछ नि त त्यही कारणले मलाई डर पनि लागिरहेछ आज मैले कस्तो लागेको छु भने तपाईहरुलाई म देखाउँछु है I don't know देख्दैन थाहा छैन but I'll show you म चाहिँ अब घुम्नुतिर लागे जंगल गाडीमा कस्तो रमाइलो है वाउ कति राम्रो आर्ट छ भनेको यहाँनेर फिशको बर्ड्सको फ्रकको तर यो उतापट्टि पन्ड छ
त्यहाँनिर चाहिँ तर फिस यस्तो बर्ड्सहरू आउनु त आउँछ होला मैले देखेको छुइनँ है फ्रकहरू चाहिँ देखेँ ओ माई गॉड सी कति साह्रो शीतल ठाउँ होला यति मजाको शीतल ठाउँमा म एक्लै मजेदार गर्दै चिसो हावा खाँदै रमाइरहेको यो मेरो राम्रो अनि खुसीको समय वाउ हेर्नुहोस् यहाँ कति राम्रो लोटस फ्लावर तपाईहरुलाई थाहा छ मलाई के डर लागिरहेछ यो मेरो अगाडि भएको लोटस फ्लावरको अगाडि लोटस हो कि लिली हो आई डोन्ट नो बट यो पन्डको बीचमा सर्प छ भने मलाई के गर्छ होला भन्ने मलाई एकदम चिन्ता भइरहेको छ अनि द रिजन बिहाइन्ड व्हाई आई एम स्केयर्ड ड्युरिङ समर टाइम इज look at this guys can you see something can you see guys what is it it's a butterfly camouflage के भएर बसिरहेछ है look at this bird नेपालीमा यसलाई फापरे चरा भन्छ है इंग्लिशमा के भन्छ मैले नजानेको अवस्था र तपाईहरुले भन्नुपर्ने अवस्था look at this कति मजाले के वाउ रिल्याक्स गरिरहेछ कराउँदै है के मजाले हावा खाइरहेको थियो है साथी यहाँ माथि बसेर मैले उडाइदिए चरालाई उडाइदिए वाउ कति शीतल छ है शीतल तिम्रो मायाको छहारीमा भनेर मैले गीत गाएछु भने किन मलाई त डर लाग्छ हौ यतातिर त सबै यस्तो ग्रिनरी छ मजा त लाग्छ तर व्हाट इफ त्यो डर लाग्दो के जाति आयो भने त म कहाँ भाग्नु तर भाग्नु म त कडै छु नि आइहाले त यो ठाउँ चाहिँ एकदम राम्रो लाग्छ है मलाई बिकज आई केम विथ माई सिस्टर लास्ट इयर भन केम हियर बिफोर लास्ट इयर अनि डोनेटेड बाई BTFAC अनि आई हेभ एम्टी लस्सी बोतल सो आइम गोना थ्रो इट हियर वाउ हेर्नुहोस् त कति राम्रो जग्गा छ क्या गाइस यता हुँदो आई हेभ नेभर बिन देयर त्यो चाहिँ के हो भन्ने कुरो मलाई थाहा छैन त्यतापट्टि चाहिँ गएको छुइनँ है म कहिले पनि मलाई यता चाहिँ हिँड्न मन लाग्छ है तर आज नजानु पर्यो है गाइस म त्यता मलाई डर लाग्दैछ इट्स अब त्यो भएको कारणले यु सुड बी अलर्ट अनि त्यसपछि कहीँ ट्रस्ट गर्नु हुँदैन यस्तोतिर पनि है गाइस स्पेसली इट लुक्स लाइक ऐसेलु है ऐसेलुलाई के भन्छ चेरी यस्तै हो धेरै पढेपछि गाइस सो यो चाहिँ ऐसेलु भन्छ होइन नेपालीमा अनि यसमा चाहिँ यो पाकेपछि चाहिँ एक्चुअली हाम्रोतिर चाहिँ सर्प स्नेक्सहरू आउँछ है खानलाई त्यही भएर डर लाग्छ के अरे अनि यो चाहिँ फ्लावर रहेछ वाउ कस्तो राम्रो इट्स ब्लुमिङ अनि पानी नि पर्छ जस्तो छ इभिनिङमा पानी पर्ला जस्तो छ है गाइसहरू अनि यहाँ हेर्नुहोस् त वाउ कति राम्रो ठाउँ म कसरी फोटो खिच्नु मलाई कस्तो फोटो खिच्नु मन लाग्यो कति राम्रो जग्गा ओ माई गॉड कस्तो आनन्द कोही पसे जस्तो छ नि गाइस यहाँनिर लुक एट दिस सी सब यस्तो भएको छ मेबी वाइल्ड एनिमल्सहरू हुनसक्छ है नाइटमा ओ माई गॉड वाट इज दिस कस्तो राम्रो पाकिरहेको छ यो खानु लागि चराहरू आउँदो रहेछ है वाउ इकोलोजिकल त इकोलोजिकल नै हो नि त सी कस्तो राम्रो ग्रिनरिसहरू है ओ माई गॉड कति मजा म चाहिँ यहाँ बसेर अलिकति भिडियो बनाएँ है अनि आइम जस्ट वन्डरिङ गर्दै थिएँ भनेदेखि टिम्बुर अर नट नो इट्स नट अ पेपर अदा इट्स अ पेपर बट नो यस्तो त हुन्छ र तर यता लेफ्टतिर त हुन्छ नि त है टिम्बुरहरू यस्तो हुन्छ बट के हो मेरो आँखामा यिनीहरू सबै टमेटोको बिरुवा जस्तो देख्छु के भएको मेरो आँखा के तपाईँहरूले पनि त्यसै देख्नु हुँदैछ सबै मैले त टमेटोको बिरुवा जस्तो देख्दैछु त वाउ कस्तो राम्रो ठाउँ इन्जोइङ दिस डे मैले बल्ल छुट्टी पाएको होइन बल्ल छुट्टी पाउँदा त घुमेर हरियालीमा यसरी घुम्नु अनि त्यसपछि यसरी घामले डढ्नु पनि त एक तरिकाको मजा हो यहाँ चाहिँ के गरे क्या मान्छेहरूले ओ माई गॉड त्यहाँभित्र पसेर के निकालेर लगेछ एकै छोडेन मान्छेहरूले वा लुक एट दिस गाइस यसले नै एट्र्याक्ट गर्दो रहेछ कि यो के भन्छ अरे बर्ड्सहरू सबै कुरा बर्ड्स एनिमल्स सबै कुरा सी त्यहाँभित्र को गएर के गरेको कि त्यस्तो मोस्ट प्रोबेबली यो मान्छे त होइन पक्कै पनि एनिमल माथिबाट जम्प गरेर आएर पसेको होला सी गाइस आई रियली लाइक दिस फ्लावर ओ माई गॉड कस्तो राम्रो फुलिरहेछ ओ माई गॉड
कस्तो मजा बट लुक एट दिस स्काई कस्तो नराम्रो यो घुम्ने वातावरण नै दिँदैन यो म चाहिँ जति बेला बाहिर निस्किनुपर्छ कि त यसरी डढेर कालो हुनुपर्छ होइन कि त नभए यसरी घाम लाग्नुपर्छ यहाँ यसरी मेरो सनबर्न आइदिनुपर्छ अनि त्यसपछि कि नभए यसरी कुहिरो लागेर पानी पर्नु पर्लो आँटेको जस्तो हुइदिनुपर्छ कस्तो रिस उठ्छ है क्लोभर्स गाइज आई रियली लाइक क्लोभर्स मलाई चाहिँ लक्की क्लोभर एकदम सर्च गर्नु मनपर्छ है बट इट्स ओके आई वोन्ट सर्च हियर किनकि यता जङ्गल घाइ रहेछ के अरे आम स्क्यार्ड सो त्यो भएको कारण अलिक मुनि मुनि खोज्छु है गाइस म चाहिँ यस्तो देखिरहेको छु है अनि म चाहिँ यसरी कुद्छु है ओ माई गॉड सी देयर इज अ पन्ड छ त्यहाँ है तर आइम स्क्यार्ड भरे त्यहाँनिर स्नेक आएर ठुक्यो भने म के गर्नु होइन अनि त्यो भएको कारणले म चाहिँ यसरी घुमिरहेको छु म यसरी घुम्नेवाला छु है कस्तो मजा छ तपाईँहरू पनि आएर यसरी घुम्न सक्नुहुन्छ है अनि मेरो मेन मोटिभ भनेको यहाँ आएको चाहिँ यसरी घुम्नु रमाउनु घामले यसरी टर्नु आएको हो अनि छिट्टै म घर जान्छु अनि घर गएर धान रोप्छु अनि के गर्छु तपाईँहरूले हेर्नुहोस् होला के बोलेको है मैले त पागल भएँ क्या हो म त यो त कति राम्रो रोडोडेन्ड्रन फ्लावर जस्तो छ आई डोन्ट नो वाट फ्लावर इज दिस है उनीहरूले प्लान गरेको रहेछ लुक एट दिस गाइज वाट इज इट भनेर भन्यो भने दिस इज अ रोज फ्लावर ढेन्टरे सारा पारेर हेर्नुहोस् है सो मैले त्यो फ्लावर पनि हेरेँ है अब चाहिँ म घर जान्छु किनकि म घर गो आउट अफ हियर बिकज यति धेरै गरम भयो होइन तपाईँहरूलाई के थाहा मलाई यति धेरै पसिना आएको छ यति धेरै साह्रो परेको छ तपाईँलाई थाहा छैन अब यहाँबाट फुत्त निस्किन्छु आइम आउट फ्रम इकोलोजिकल पार्क ढेन्टरे अनि यता त बस सबै गाडी छ त हो लु हेत्तेरिको यहाँ आएको होला है सिम्पली भुटान भिजिट गर्नको लागि गेस्टहरू सो म चाहिँ आई निड टु गो डाउन नाउ आइ एम फिलिङ रियली हट एन्ड आई निड टु टेक समथिङ होइन आई निड टु टेक सम ड्रिङ्क्स मलाई अघि लस्सी खाएको यत्रो घुमिसक्दा लस्सी सब सक्यो है अब म गएको गाइस म चाहिँ अबाउट टु गो डाउनवर्ड है यहाँबाट उता जानु आँटेको थिएँ बट आई गट समथिङ मेरो आँखाले केही देख्यो वाट इज दिस डु यु नो गाइस वी कल इट सिमसाक एकछिन ल म अलिक छेउमा गएर देखाउँछु है सी गाइस यहाँ पनि सिमसाक पलाएछ रोपेको हो कि पलाएको है यहाँ चाहिँ स्ट्रिम रहेछ त्यहीँ भएर आएको होला है ओ माई गॉड यो चाहिँ खानुहुन्छ है कतिजनाले खानुहुन्छ भन्नुहोस् है कमेन्टमा भनेर भन्न नमिल्ने कसले नै कमेन्ट गरिदिनु हुन्न मेरो ब्लगलाई त सो उताबाट गाडी आउँदैछ म चाहिँ यसो गरेर कुद्नुपर्ने हुन्छ है नभए चाहिँ मलाई गाडीले किचाल्छ क्या गाडी चाहिँ यता हुन्छ सबै म चाहिँ फर्केर अघिकै बाटो जाँदैछु है अनि मैले द रिजन वाइ आई वर लाइक दिस इज बिकज मलाई यस्तो कम्फर्टेबल हुन्छ है तर किन क्या यस्तो मलाई यहाँ यस्तो कति डर लाग्छ साथीहरू किन यस्तो हो किन वाइ उकालो ओह्रालो छ त हो अनि त्यही हो मलाई चाहिँ ड्रेसहरू लाउँदाखेरि एकदम कम्फर्टेबल हुनुपर्छ इट्स नट अबाउट फ्यासन मलाई चाहिँ एकदम कम्फर्टेबल हुनुपर्छ यसरी टाङ फार्दा नि यसरी फारिने होइन अनि लुक एट दिस टिम्बुर नाउ आई क्यान फाइनली सी पेपर नर्दर्न साइडको टिम्बुर कस्तो ठुलो है मेरो घरतिर त सानो हुन्छ यतातिर त कत्रो ठुलो रहेछ नाउ आई एम गोइङ इनसाइड दिस थाई टेम्पल ओ हेलो क्रो हेलो क्रो लेट मी गो फ्रम हियर ढेन्डरे ओप हेलो हाई यो फुल हेर्नु यस्तै फुलहरू हेर्नु मन लाग्छ मलाई अनि त्यही भएर यहाँ आउँछु दिस इज द सिनेरियो होइन सिन अफ थाई टेम्पल ए जतै गयो नि गरम कि मलाई मात्रै यति साह्रो गरम लाग्दैछ कि अरूलाई नि गरम लाग्दैछ हो के साह्रो गरम होला अफ गरेर भक्तेले जस्तै भन्नु मन लाग्यो मलाई त भक्ते ब्रदरले अफ गर्छ नि त्यस्तै वा हेलो पिजन्स गेट आउट अफ माई वे गेट आउट अफ मासालेहरू पर जा यति धेरै गरम छैन साथीहरू मलाई त म त फ्रिजभित्र पसेर पुरा अरक्षै हुनु मन लाग्यो सो
थाई टेम्पल पनि यसो हल्का हेरेँ घुमेँ है कस्तो गरम भयो इज दिस क्रिसमस ट्री और साइप्रस ट्री म त कन्फ्युज भइरहेको छु है आमामामा यति धेरै गरम होइन आमामामा म त मर्छु होला आज एन्ड पहिला चाहिँ मलाई है साथीहरू यो ठाउँमा चाहिँ होइन आमामामा यस्तो ठाउँमा कस्तो खेल्थेँ म र मेरो कजन बहिनी थियो अनि यो ठाउँमा चाहिँ हामी यस्तो चढेर होइन यस्तो तुतु खेल्नु कस्तो मजा आउँथ्यो अहिले त एकदम कस्तो स्यान्डै रहेछ बल्ल है खेल्नु पनि कस्तो अप्ठ्यारो आमामा कति मजा आउँथ्यो है साथीहरू अब त्यो बेला कति मजा आउँथ्यो भने मलाई सोध्नुहोस् होइन अब अहिले त थाहा हुन्न है तर त्यो बेला चाहिँ यति मजा आउँथ्यो नि वाउ स्यान्डमा इज दिस अ म्यापल ट्री गाइस यो म्यापल ट्री हो कि के ट्री हो के हो म्यापल जस्तै देख्छ है मलाई कस्तो मनपर्छ म्यापल ट्री मात्रै होइन आई लाइक म्यापलको लिफ मनपर्छ लिभ्सहरू वाउ म त गोवाको बिचमा पुगेँ साथीहरू भनेर भन्यो भने ढेन्टरा सरी अरू चाहिँ केही होइन है साथीहरू कहिलेकाहीँ कति धेरै चाहिँ हिँड्दो रहेछ भनेर आम्मा म होल डे पनि हिँड्यो भने नि हिँड्नु सक्छु है साथीहरू यति धेरै हिँड्छु म यहाँबाट यो बाजे जस्तै कुद्नु पऱ्यो है अब म कहाँ आइपुग्यो मलाई पनि थाहा छैन न आई विल रन लाइक दिस नभए चाहिँ गाडीले पिचाउँछ क्या म किन रन गरेको भने बिकज यो खोला हेर्नुलाई म चाहिँ फर्केर बुद्ध पोइन्ट आइपुगेको छु बुद्ध पोइन्ट अरे स्ट्यान्डिङ बुद्धको अगाडि है मलाई यहाँबाट उता चाहिँ कहिले हिँडेको छुइनँ साथीहरू यो स्ट्यान्डिङ बुद्धको भित्रबाट अनि मलाई आज यहाँबाट हिँड्न मन लाग्यो सो म परबाट एन्ट्री गरेर यताबाट हिँडेर आउँछु है त्यतिखेर म तपाईँहरूलाई देखाउँछु है बाटो कस्तो छ के गरे होला नि मायालुहरूले भएको तालालाई लगाइराखेर है घरमा लाउने ताला फेन्सिङ हुँदो लगाइन्छ ओ माई गड मेरो कम्पिटिटर हेर्नु न म भन्दा अगाडि हिँडिरहेछ भने हाई हेलो पापी हाई हेलो पापी वाउ मैले साथी भेटेँ हाई पापी यु लुक लाइक अ वुल्फ त वुल्फ जस्तो देख्दैछ त पापी कम ल है साथीहरू आई केम अल द वे फ्रम देयर नाउ आई एम गोइङ इनसाइड दिस स्ट्यान्डिङ बुद्ध कोरोनेसन पार्कभित्र जानेवाला छु है अनि मलाई चाहिँ म चाहिँ अस्ति यहाँ यस्तो राम्रो घुम्छु मजा गर्छु भनेर आएको होइन ओ माई गड यहाँनिर त पानी परेर बर्बाद भएको थियो नि त हौ पिजन्सहरू एकदम मजाले रमाइरहेको रहेछ है होइन कति राम्रो बस्ने ठाउँ वाउ मान्छेहरू सब ह्याङआउट गरिरहेछ है यहाँनिर रियली ग्रेट प्लेस टु ह्याङ आउट अनि एकदम रमाउनु मजा छ है हेलो पिजन्स अनि हिँड्ने जग्गाहरू पनि कति राम्रो छ है हेर्नुहोस् न ओ माई गड हेर कति सुतिरहेछ कति त्यहाँ के गरिरहेछ कति यहाँ खेलिरहेछ ओ माई गड लास्ट टाइम म यहाँ आउँदाखेरि होइन साथीहरू यो परबाट यस्तो डरलाग्दो पानी आएको हो मलाई यति धेरै भिजायो होइन म चाहिँ यो क्यानोपीमा बसेको थिएँ होइन मलाई यति धेरै भिजायो भने त्यो कुरो तपाईँहरूलाई थाहै छैन है सो त्यही कारणले आज चाहिँ म एकदम मजाले रमाउँछु भनेर आएको है स्ट्यान्डिङ बुद्धको स्ट्याचु है सो यो साइड चाहिँ म खासै हिँडेको थिइनँ है दिस साइड र यो साइड है मलाई कस्तो राम्रो लाग्छ वाउ डिजाइन्स हेर्नुहोस् न कस्तो राम्रो मलाई त्यो साइड एकदमै हिँड्नु मन छ है तपाईँहरूलाई यस्तो ठाउँ मनपर्छ मन पर्दैन मलाई त एकदम मनपर्छ है यस्तो ढुङ्गामाथि यसरी ग्रास दुबोहरू आएको वा रियली नाइस दिस पार्ट म कहिले आएको थिइनँ है दिस पार्ट चाहिँ वाउ लेट मी गो ढेन्टेरा वाउ फोटो खिच्ने ठाउँ रहेछ कस्तो राम्रो गेट जस्तो है वाउ सी गाइस बस्ने ठाउँ कस्तो राम्रो छ वाउ सी दिस पार्ट त कति राम्रो छ है यो ठाउँमा त म आएकै थिइनँ ओ माई गड लुक एट दिस रिभर भुटानको रिभर ओ माई गड कस्तो राम्रो सी फुटपाथ कति राम्रो लेट मी गो टु दिस रिभर साइड तर मलाई डर लाग्छ है कस्तो राम्रो वाउ टेन्टेरा आज त म यति धेरै घुमेँ म बयान गरेर गर्न सक्दिनँ कति राम्रो ठाउँ सी
वाउ कति ग्रिनरी हाम्रो भुटान कति क्लिन छ कति राम्रो छ है सी म आफ्नै देशको प्रेस गरेर गर्न सक्दिनँ साथीहरू त्यस्तो छ मलाई यसरी घुमेर यस्तो म मोज गरिरहेको बेला त्यो परबाट कपाल आउँदैछ है मलाई यस्तो चाहिँ मन पर्दैन साथीहरू हैन म यस्तो मजाले घुमिरहेको हुन्छु म कहाँबाट टोलिएर हिँड्नुपर्छ कि त्यस्तो चाहिँ मलाई एकदमै मन पर्दैन है किनकि मेरो ट्र्याक डिस्टर्ब हुन्छ नि त उनीहरूलाई पनि डिस्टर्ब गर्नु भएन कुरा चाहिँ त्यस्तो यहाँबाट जाउँ भने त्यहाँ पनि मान्छे बसिरहेको त्यहाँ पर है म के गर्नु हैन अब म यहाँ को सुतिरहेछ है सो सिन्स सबै बाटोहरू ब्लक्ड रहेछ आइएम गोइङ टुवर्ड्स दिस टप क्यानोपी टप मोस्ट क्यानोपी यहाँको सब क्यानोपीहरू मुनि 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 छ है अनि यो माथिको क्यानोपी चाहिँ माथि छ डाँडाको टुप्पोमा एन्ड आई रियली लभ टु गो देयर आई होप रेनले मलाई स्पोइल नगरोस् अस्ति जस्तो म चाहिँ हिँडिरहेको छु साथीहरू के भन्नुहुन्छ तपाईँहरूले के भन्नु चाहनुहुन्छ मलाई यति धेरै हिँडेको देखेर मलाई ट्रेकिङ गाइडको क्यापेबिलिटी छ जस्तो लाग्दैछ तपाईँहरूलाई बट क्यापेबिलिटी भए पनि मेरो इङ्ग्लिस छैन इङ्ग्लिस सकेपछि गाइड पनि सक्यो अनि वाह सी गाइस कति राम्रो ओ माय गॉड ओ कति मजा है साथीहरू सो साथीहरू म कति धेरै ठाउँ घुमेँ के गरेँ भन्ने कुरो त तपाईँहरूले भिडियो हेर्नु वाउ गाइस लुक एट दिस सिकाडा वाउ सिकाडाको खोल मात्रै रहेछ है सो के भनिदियो तपाईँहरूले हैन म कति धेरै घुमेँ तपाईँहरूले थाहा भइहाल्यो होला हैन अनि त्यसपछि तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने यस्तो गरिदिनुहोस् होला मन लागेन भने यस्तो गर्दा पनि हुन्छ इट्स अ गुड रिभ्यू मैले मेरो हबीलाई कसरी अलिकति भए पनि राम्रो बनाउन सक्छु भन्ने कुरा मलाई थाहा हुन्छ हैन अनि त्यसपछि तपाईहरुलाई अर्काको भिडियो यस्तो कता कता हिँडेको के गरेको हेर्नु मन लाग्छ भनेदेखि मेरो च्यानललाई सब्स्क्राइब गर्दाखेरि पनि मैले वेयर कुराहरू गर्दै कुदिरहेको हुन्छु है पागल जस्तो त्यहाँबाट नि हेर्न सक्नुहुन्छ अनि त्यसपछि आजको लागि यतिमै बिदा गरौँ ल सी यु नेक्स्ट टाइम